घरमा oh yeah let's go सपना साँचो थियो पूरा गर्न गाह्रो भयो oh yeah सपना नजिक थियो घुमाउन बाध्य भयो एक्लोपनको महसुस गरायो जिन्दगीले सपना त्यागेर बाँच्न सिकायो परिस्थितिले खै के भन्नु आमा खाडी पस्न बाध्य भए सकोरिनु तिर्छु भनी सपना त्यागी आयो घर छोडी विदेशिन रहर त थिएन के गर्नु आमा देशको हालत थिए थाहा जो महसुस गर्छु आमा किन विदेशी महसुस गर्छु आमा किन एक्लो हुँदै गए तू साह्रै याद आउँछ आमा तिमीले दिएको माया साह्रै याद आउँछ आमा तिमीले पस्केको खाना 40 डिग्री घाममा पसिना बगाउन मन त थिएन अर्काको ठाउँ हो आमा केही भन्न पनि मिलेन रात दिन खट्नु पर्ने अर्काको ठाउँमा त्यसमाथि सुत्ने टाइम नि मिल्दैन ला 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 बिरामी हुँदा सोध्ने मान्छे हुँदैन यस्तै रहेछ आमा परदेशीको जीवन घर पनि फर्किन्छु या फर्किन्न ताजे फर्किन्छु या फर्किन्न बाजे